ल घाम डुबिसक्न लागेको छ। यो चाहिँ साउथ कोरियाको चुङसङ नामदोको नामदाङ्री भन्ने ठाउँमा रहेको घाम डुब्न लागेको यो भिडियो बनाइरहेका छौँ। यो चाहिँ समुद्रको छेउ हो। यो चाहिँ दक्षिणी कोरिया र चाइनाको बोर्डरमा रहेको समुद्रको छेउ हो। यो चाहिँ यसरी घाम डुबिरहेको छ है। हामीले यसरी देखाइरहेको छु मैले चाहिँ। यो चाहिँ दक्षिणी कोरियाको र चाइनाको बिचमा रहेको समुद्रको छेउ नामदाङ्री भन्ने ठाउँ हो। यो चाहिँ यसरी घाम डुबिरहेको छ। अहिले चाहिँ घाम डुब्न लागेको छ। बेलुकाको कति बज्यो? बेलुकाको अहिले चाहिँ 7:10 को समयमा चाहिँ यसरी घाम डुबिरहेको छ। यसरी घाम डुबिरहेको छ। बेलुकाको समयमा चाहिँ घाम डुबिरहेको छ। यसरी घाम डुबिरहेको छ है। चाहिँ कोरियनहरूले पनि यसरी फोटो खिचेर डुबेको चाहिँ फोटो यसरी खिचिरहेका हुन्छ नि। डुबिसक्यो अब चाहिँ। बेलुकाको 7:12 को समयमा चाहिँ अहिलेको यो वैशाखको नेपालको वैशाखको चाहिँ आज कति गते? वैशाखको समथिङ कति गते हो याद भएन, तर आज चाहिँ यो डुबिन सकेको छ। यस्तो छ कोरियनहरूको फोटो खिचेर यसरी रमाइरहेका छन्। यहाँ चाहिँ 그거 머리고 가려버렸다. 이걸로 이렇게 찍으라면 사진을 찍어야지. 나 사진까지 다 찍어야 되는데.